गाइस हेलो के साल खबर कस्तो लाग्यो यो हामी कहाँ छौँ बुढा नीलकण्ठ मन्दिरमा छौँ मन्दिरमा लास्टै भिडियो चाहिँ हामी चाहिँ अब मन्दिर चाहिँ अब पछाडि अहिले चाहिँ हामी धेरै टाढा जाँदैछौँ हाम्रा केटाहरू उता छौँ कस्तो गाह्रो दर्शन मन्दिरै हो है हाम्रो बोटी यो पर्दैन हौ छैन हामी चाहिँ अब 2 मिनट हिँडेर खाजा बसिसकेका छौँ होइन र भोग्ला भन्ने चाहिँ यो हो 2 मिनट हिँड्दा पाएर फके लाग्यो भने चाहिँ यो हो अहिले पछि को हिँड्छ र को कहाँ बस्छ हेरौँला हामी पनि हेरौँला चुरीपुरी कति मेक स्योर टु लाइक शेयर एन्ड सब्सक्राइब गाइस हामी चाहिँ यहाँ अब टिकट खाने ठाउँमा आइपुगिसकेका छौँ बल्ल तल्ल हिँडेर यही हो ठाउँ डबल गर्न म यहाँ छु ए अब डबल छोडिदियो पालिले ल के भन्नु तँलाई राईले के भन्नु भ्लग अलि धेरै लामो चाहियो छोटो छोटो हामीलाई असिमलाई नै अँ तेरो लागि भनेर छुट्टै बनाउने गाडी गर्न ल तपाईँ गाइज टिकट किन गयो हामी को ल गाइज हामी चाहिँ अब भर्याङ चढ्न थालिसकेका छौँ है धेरै मेहनतले लगभग 10 किलोमिटर हामी हिँडिसकेका छौँ तर पनि हाम्रो जोस भने गएको छैन ल लेट्स गो गाइज हामी चाहिँ जङ्गलको एडभेन्चरको लागि निक्लिसकेका छौँ यहाँ बाघ भालु चितुवा सबै आउँछ अरे तर चिन्ता गर्नु पर्दैन भनेको छ केटाहरूलाई किनकि म एक्लै 2टा बाघसँग जुझ्ने मान्छे हो होइन यिनीहरू भागिहाल्छ अरे जित्दिमै त ल हेर्नुहोस् यो जङ्गल अफ्रिकाको भन्दा कम्ता चाहिँ छैन अब हामी जाँदैछौँ तपाईँ अन्तिमसम्म हेर्नु होला केटाहरू साथमा छन् है त अहिले अफ्रिकामा आएका छौँ यति घना छ कि यहाँ जङ्गलमा मान्छेहरूको अत्तो पत्तो छैन ल गाइज हामी चाहिँ अब यहाँ डेस्टिनेसन चुज गर्ने ठाउँमा आइरहेका छौँ र डेस्टिनेसन सबको फरक फरक छ ओ कहाँ जाने मित्र तिमी बागमतीको मूल मात्र छ क्या कहाँ जाने गाइज हामी विष्णुद्वार लागिसक्यो रुक्न केटा तर लाग्नु चाहिँ नहुने हो लागिसक्यो ल गाइज हामी चाहिँ अब कहाँ जाने विचार गरेर विष्णुद्वार जाने विचार गरिरहेका छौँ हाम्रा ग्याङै छ यहाँ अब अलिकति ग्याङ ठुलो पनि देखिया छन् 2जना यार हामी ग्याङमा हेलो के छ खबर गाइज हामी चाहिँ अब ठुलो झरना एकदम विशाल झरनामा आइपुगिसकेका छौँ है यो झरना चाहिँ यति ठुलो हो कि यति ठुलो है म बयानी गएर सक्दिनँ तपाईँहरूलाई तपाईँ आफै हेर्नुहोस् यो झरना तुरतुरे झरना नाम्रो झरना तुरतुरे लगाइ हामी तुरतुरे झरनामा फोटो हिँड्न जान्छौँ है त हामी चाहिँ खाना खाइरहेका छौँ यता मान्छेहरू छ 0.5हरू है बिर्सा दिदी म चाहिँ यता हो म पनि खाइरहेको खाएको चाहिँ हामीले के भन्दाखेरि जङ्गलको खानेकुरा यही त नि अब होइन त्यही खाएर पेट भन्नु पऱ्यो ल उनीहरू के छ बिज हो तिमीलाई कहिले चिन्दैन र रक्सी मैले अलिक रक्सी आदिन नि त पछि कि केटा हामीले चाहिँ अब यो खाएर यो पनि सफा गर्नुपर्ने हुन्छ किनकि यहाँ फोहोर फाल्न पाइने छैन र यो चाहिँ हामी हाम्रो ब्यागमा हाल्छौँ आफ्नै ब्यागमा हाल्छौँ यो ब्याग खोल्दा त यो खोल न मेरो ब्यागमा त्यो छ क्या मेरो ज्याकेट फोहोर हुन्छ कि कहाँ तेरो फोहोर हुन्छ तेरो पहिले फोहोर ब्याग यो त मेरो कागज पत्र हो कि कागज पत्र गाई नाले हेरे हाल्न लगाएर सवालहरू धुमधुम अलिक
मोबाइल त केही हुन्न नानीहरू हाम्रो ग्रुप अलिक ठुलो भयो अहिले नि फेरि ल यताबाट जाने अब गाइज हामी चाहिँ अब फेरि भ्लगमा आइसकेका छौँ अघि भन्दाखेरि चाहिँ अघि हाम्रो साथी यहाँ एक्सिडेन्ट भएर होइन बिचराको अलिकति घाउ चोट लाग्यो त्यही भएर हामी अलिक व्यस्त भयो ट्रिटमेन्ट गर्नमा ल हाम्रा चाहिँ ग्याङ बढिसकेका छन् फेरि कार्के केही त भएन नि भएन हाम्रो साथी स्ट्रङ छ म जस्तै होइन के भन्नु दिदी अब कति बज्यो कहाँसम्म पुगिन्छ नि थाहा होइन बस हिँडिरहेछौँ हेलो नमस्ते हाउ आर यु योभन्दा बढी इङ्ग्लिस आउँदैन मलाई फेरि आइएल्स चाहिँ देखाइलो भयो हामी चाहिँ अब यहाँ आधुनिक उपचार गर्दैछौँ कस्तो बाघसँग जुत्न गएको थियो केटा घायल भयो बाघलाई ढिलो छोडायो ल हामी चाहिँ यहाँ आधुनिक ल हो त्यो अलि उस गराउ न अलि लेप बनाऊ न लेप बनाउने अलि लेप बनाउनु पर्यो अनि पर्दैन यति ल उपचार पनि हामीले गयो यो जङ्गलमा हामीले मोडर्न उपचार पाउँदैन थियौँ हामीलाई पूर्वजहरूले सिकाएको औषधि हो यो हामीले थ्याङ्क यू पूर्वजहरू है यतिकोमा भनिदिनु भएकोमा ल आयुर्वेदिक प्योर आयुर्वेदिक ल तपाईँहरू नि यस्तै जङ्गलमा आउनुभयो घाउ चोट लाउनु भयो भने यो औषधि तपाईँ नि याद राख्नु है त हस् लेट्स गो ल गाइज हामी चाहिँ बेसिकल्ली बल्ल तल्ल अब अलिकति खुल्ला ठाउँमा आयौँ यो काठमाडौँको तुवालोले केही देखेँ छैन यो पुरै काठमाडौँ सहर हो होइन हामी पुरै डाँडामा आइसकेका छौँ हिँड्दा हिँड्दै केटाहरू अलि अगाडि पुगिसकेका छन् यहाँ त अलि लगाइज हामी चाहिँ अब यत्रो उकालो उक्लिरहेको छौँ होइन ल म थाकेको चाहिँ छैन किनकि म थाक्ने मान्छे चाहिँ होइन ल हिँडिरहेका छौँ ल लेट्स गो गाइज लेट्स गो हामी सधैँ अगाडि मात्र बढिरहनु पर्छ होइन है के ल थाकेको चाहिँ छैन है म थाकेको चाहिँ छैन हल्का थके मात्र थाकेको चाहिँ छैन म बिर्सा चाहिँ थाकेमा ल यो पहाड चढेर हामी विष्णुद्वार जाँदा मायालु झन्डै खस्यो ल जाउँ वे टु विष्णुद्वार कति उकालो हो ल गाइज हामी गइरहेछौँ बाटै म चाहिँ यता छु होइन यता छन् हिँडौँ अब हिँड्नु पऱ्यो यहाँ त बिस्तारै राम्रोसँग हिँड्नुपर्छ अलिक चिप्ले केटा है ओहो बिर्सा दिदी म नि गएको भिडियो बनाउनु पऱ्यो ल ल गएर यस्तै बाटो हिँड्नुपर्छ त हामी गएँ म यस्तो हिँड्दा ओ माइलुको छोरो त यसरी हिँड्नुपर्छ गाइस मान्छेहरू हिँड्न सक्नुहुन्छ यहाँ धेरै नै छ तपाईँ पार्टीमा पनि चल्छ यहाँ हाम्रो पनि अलिकति दिएको हुने यहाँ यस्तो छ उहाँ विष्णुद्वार भन्ने त्यही भयो हजुर गाह्रो छ र हाम्रो केटाहरू चाहिँ उहाँ छ सबजना र म चाहिँ यहाँ बसिरहेको छु जस्तो हो त अब चाहिँ हामी यहाँ नास्ता गरिरहेका छौँ किनकि यहाँ जङ्गल आएपछि नास्ता भने नि यही हो हेर्नु चौचौ पानीहरू
हामी चाहिँ यो झर्ना हेर्नलाई त्यत्रो दूरबाट आएको है झर्नाको झट्टै छ यहाँ र केटाहरू चाहिँ उता गइसक्यो म चाहिँ यता पछाडि छु गाइज हामी चाहिँ यहाँ जीवनजाल पानी खाँदैछौँ साथीको ड्रेसिङ गरेर आएछौँ केटा जीवनजल पानी खाऊ स्वस्थ हुनु यस्तो हामीले चाहिँ फाइनली आर्मीले ट्रिटमेन्ट गरिदिइसकेका छन् र कार्के गरिदिने थियो काट्न सकेन कि एकदम होइन यतापट्टि दिशा दिदी विश्वास हेगेन्द्र सर र म चाहिँ यहाँ छु तपाईँको प्यारो भाइ विवेक ढकाल अब हामी डाँडा सबैले माया गरिदिनु माया केटीले गरिदिनु भने राम्रो हुन्थ्यो केही छैन गाइज अब हामी डाँडा गाउँतिर जाँदैछौँ र हामी जाँदैछौँ लेट्स गो आफ्टर अ लङ टाइम अफ ट्रेकिङ वी क्याम ब्याक अन दि आवर डेस्टिनेसन यो ढाकालाई बाहिर बिहारी मान्छे यहाँ दुईजना यहाँ छौँ र हामी यहाँ छौँ र आजको यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्छौँ हस्त नमस्ते थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड बाई 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 गर